हेलो हाई नमस्ते वेलकम ब्याक माई न्युज च्यानल। आज चाहिँ हामी के भन्छ चण्डी हेर्न जाँदैछौँ सबैजना। चण्डी साकेला पर्व है, साकेला पर्व जान लागेको अब हामी चाहिँ साकेला प्रोग्रामतिर हाम्रो जाने तयारी हुँदैछ। त्यही भएर अब हामी चाहिँ अब उता पुगेर हामी धेरै रमाइलो गर्नेछौँ। रमाइलो हुनेवाला छ, भिडियोहरू पनि आउँछ होला होइन, तपाईँले हेरिदिनुहोस् होला होइन। आउँछ आउँछ पक्कै पनि। मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। हजुर, हाम्रो ईश्वर सरलाई विशेष गरेर चाहिँ सपोर्ट गरिदिनु होला। उहाँको युट्युब च्यानललाई चाहिँ सबैजना गरिदिनु होला, सबैजना होला भन्न चाहन्छु है त। ओके, अब हामी भेट्नेछौँ बाहिर। लगाइछ अब चिन हामी फाइनली अघि हामीले जहाँ चाहिँ कुरा गरेको थियौँ साथीको, उहाँ साथीलाई चाहिँ अब यहाँ हामी भेट्नेछौँ। यहाँ भेट्ने कुरा थियो, विशाल म त अघि गाडीहरू थियो नि त्यतैको आसपास हुन्छु। हेलो हेलो बालु बढाउँदा हेलो, तपाईँ कहाँ हुनुहुन्छ? हजुर लालु त बाहिर निस्किनु भएको छैन? कहाँ बाहिर? म बाहिरै छु। गाडी ब्याक गर्दैछौँ भन्ने यहाँ कालो गाडी देख्नुभयो? कालो गाडी, तपाईँ कालो ब्याग उठ्ने हो? यता आउनु, यता आउनु। हरियो टी सर्ट यता पछाडि हेर्नु, अगाडि यता कालो गाडी हेर्नु न, सिधा अगाडि। के को एभरेज आएको तपाईँको? ल बस्नुहोस्। के छ हजुर? 38 मिनट। फाइनली गाइज हाम्रो सरसँग पनि भेटघाट भयो है आज ठ्याक्कै। अब हामी साकेलाको रमाइलो गर्न जान्छौँ सबै, तर मुत आयो रे हौ, गाह्रो छ जिन्दगीको गोरेटोमा। हातमै चाहिँ हुनु भएन। फाइनली गाइज अब हामी चाहिँ प्रोग्राम भएको ठाउँतिर लागियो है। सबैजना हामी 5 जना भएर चाहिँ हामी प्रोग्राम भएको ठाउँतिर हामी लाग्दैछौँ। यहीँबाट आएको अघि जा 15 जनाले बोलायो, 15 जना आएको घरबाट सँगै। 15 जना बोलायो होइन त हरियो। 15 जना बोलायो। अलिकति भ्यू पनि हेरौँ है गाइज, ल यस्तो छ एकदमै चलिरहेको रेल स्टेसन, मेट्रो स्टेसन सरी यस्तो छ है। यहाँ योभन्दा ठुलो रुखहरू चाहिँ देख्नु पाइँदैन साउदीमा होइन। यही हो रुखहरू चाहिँ हामी अलिकति नेपालमा भएको जस्तो महसुस भइरहेछ। यसरी रुखहरूको बिचबाट यसरी कुदिरहँदाखेरि चाहिँ नेपालमा कुदिरहेको जस्तो महसुस भइरहेछ। ल भाइ यस्तो खालको चाहिँ कमै पाइन्छ। अघि हामी यहाँको बाटो भएर आएको थियौँ, अब यतै बाटो फेरि जानुपर्ने हो। साथीलाई रिसिभ गर्नु लागेको थियो त्यहाँको बाटो, फेरि फर्किएर आएर चाहिँ हामी त्यही बाटो भएर अब जहाँ चाहिँ प्रोग्राम छ हामी त्यो ठाउँमा जाँदैछौँ। प्रोग्राम हुने ठाउँमा पुग्नलाई चाहिँ हामीलाई जम्मी 20 मिनट गुगल माताले बताए बापत चाहिँ हामी 26 मिनटमा पुग्ने रहेछौँ भन्दैछ हाम्रो गुगल माताले। र हामी गुगल माताले भनेको
र दिएको लोकेसन र दिएको टाइममा चाहिँ हामी कुदिरहेछौँ है त गाइस। ल साउदीको नजरिया हेर्नु होला, यस्तो छ। एकदमै दामी छ। यहाँको मेन चाहिँ यहाँको रुल्स, रोडको रुल्सहरू चाहिँ एकदमै मन पर्यो मलाई होइन। जेमा पनि एउटा लाइटकोमा चाहिँ हामी हिँड्नुपर्ने हुन्छ र यहाँको मेन चाहिँ गर्मी त एकदमै धेरै गर्मी छ, तर मेन चाहिँ रुल्सहरू हेर्नुहोस्, गाडीहरू ठक्का ठक्का एकदमै गाडीहरू ठकठक रोक्नुपर्छ, त्यसमध्ये हामी पनि परियो होइन। एकदमै पछाडि चाहिँ साथीहरू कुराकानी गरिरहेको अवस्था छ। खुलेको छ। अब हामी फसिरहेको थियौँ, अब हामी चाहिँ गयौँ। अब यो हामीले त्यत्रो धेरै ड्राइभरमा चाहिँ क्लासै चाहिँ लिएको छैन, तर यो खुलेपछि ग्रिन बल्ने रहेछ हजुर। टुङटुङ परेर अब हामी सिधै जहाँ पुग्नुपर्ने प्रोग्राम छ हामी त्यहाँ जाँदैछौँ। हामी त्यहाँ गएर साकेला, त्यहाँ गएर हामी ढोल नाच, च्याब्रुङ नाच भन्छ होइन, त्यो सबै हामी चाहिँ तपाईँहरूलाई देखाउनेछौँ। रमाइलो हुनेवाला छ आज। कुदिरहेछौँ यसरी। तपाईँको रुमको लोकेसन ल्याउनु पर्ने गाडी बिर्सिहाल्यो। सर्टकट बाटो पर्थ्यो कि भने पत्थरी तपाईँको लिम्बू हो ए साथी ए दिमाग चाटो अहिले रोँदै गयो। हाम्रोमा पनि छ, उता गाउँमा पनि छ क्या। कुदिरहेछौँ हामी चाहिँ। निकै टाढा रहेछ प्रोग्राम हुने ठाउँहरू चाहिँ है, एकदमै टाढा छ। हामी चाहिँ अहिले यहाँको नजरिया तपाईँहरूलाई देखाउँदैछौँ है यतादेखि हामी धन्नै युटर्न लिन्छौँ होइन। अब तपाईँको कस्तो हुँदै जान्छ त्यहाँदेखि चाहिँ यहाँदेखि चाहिँ हामी जुन ठाउँमा काम गर्दैन एरियामा आइपुगेका छौँ हामी चाहिँ। अब यहाँबाट हामी युटर्न लिएर त्यही प्रोग्राममा म चाहिँ सफर भन्छु। अरू काम गरेको रहेछ, ड्राइभरमा आउँछ, अरू पनि काम लाउँछ, ड्राइभर पनि गर्नु पर्ने, फाइन पनि आउँछ। मोबाइल चलाएको मात्रै उयो भेट्यो भने 900 रियाल हानिदिन्छ, स्पिड कुद्ने बित्तिकै 150 रियाल हानिदिइहाल्छ। सिग्नल क्रस गऱ्यो भने त अहिले झन् 6000 छ। 300 रियाल खाएको मान्छे त मुही हो एकै दिन। यो त हल्लेकै गऱ्यो त हौ। हेलो हाई
गाइस अहिले चाहिँ हामी चाहिँ आइसक्यौँ है पुरा अब प्रोग्राममा आइसक्यौँ अब पहिला चाहिँ यहाँ अवस्था फाइनली अब चिसो गर्मी धेरै छ चिसो पिउने हो अनि त्यसपछि हामी ठक्क भित्र छिरिन्छ है त हामी चाहिँ अनि यहाँ सबैजना हुनुहुन्छ टक्कसँग गर्मीमा चिसो पिउने कार्यक्रम चाहिँ चल्दैछ चलाउनु पर्यो नि होइन धेरै गर्मी छ त्यसका बाजे ल अब टक्कै भेट हुनेछ नि त भित्र फाइनली गाइस हामी चाहिँ प्रोग्राममा आइसक्यो है यहाँ साकेला प्रोग्राममा आइसक्यो हाम्रो साथीहरू यता अगाडि जाँदै हुन्छ म पछाडि आउँदैछु यस्तो तातो घाम छ है यस्तै तातो घाम बाहिर निस्किँदा त उम्लेको तातो पानीमा डुबे जस्तै हुँदो रहेछ यति तातो घाम छ कि कुरै नगर्नुहोस् बाफ्रे यस्तो छ यहाँ चाहिँ के भन्छ नि एकदमै गर्मी छ यहाँ चाहिँ है मौसमहरू यस्तो छ बाफ्रे कुरै नगर्नुहोस् तातोको त उम्लेको तातोको पानीमा डुबे जस्तो लाग्छ तपाईँलाई यो भात पकाउँदाखेरि उम्लिन्छ नि पानी त्यो के तातो हुन्छ र त्यसको डबल छ यहाँ तातो है गर्ने राम यही हो पहिला पनि आथे म आजसँग दुईचोटि पो छिरो श्री प्रोग्राम योपानेज्यू पहिला पनि आउनु आएको हो हामी Kalimah
stage. Circus. सिरुपाको खुकुरीमा लात ठोकी छैन सिरुपाले खुकुरीमा सिरुपाले खुकुरीमा लाहे लाहा ठोकी छैन ए हो सामना छोरी नगिसके तिम्रो छोरी मैले लगे थाहा छ कि छैन ए हो सामना थाहा छ कि छैन ए हो सामना सिरबाट खुकुरीले काटे कसो होला सिरबाट खुकुरीले काटे कसो होला सुत्नेले वासिनीले काटे कसो होला आहै बाटे कसो होला सेमुना सलगरीमा बेलबारीमा बेल्छ है स्याउना बेलबारीमा बेल्छ है स्याउना हामीसँग जाने भए उडाइरहने बेल्छ है स्याउना Salgarima
nuestro ¿qué traes? Ya acá, viendo ahí está. यहाँ सम्पूर्णमा साकेला नाच्नको लागि फेरि पनि मैले अनुरोध गरेँ तपाईँ हामी आज यस ठाउँमा साकेला नाच्ने उपस्थित भएका हौँ त्यही भएर यहाँले साकेला नाचेर आजको यस कार्यक्रमलाई सबैभन्दा सफल बनाउनु यहाँ साकेला नाच्नको लागि यस प्राङ्गणमा आइदिनुलाई म अनुरोध गर्दछु स्वयंसेवक साथीहरूलाई यो मञ्चको दायाँपट्टि रहेको जुस र केक यहाँ हाम्रा पाहुनाहरूलाई वितरण गर्दै गर्नको लागि म अनुरोध गर्दछु स्वयंसेवक साथीहरू कहाँ हुनुहुन्छ जुस पानी लगायत अन्य हाम्रा केकहरू जो छन् यहाँ हाम्रा पाहुनाहरूलाई वितरण गरिदिनु होला।
यो वर्षको साथीलाई अब अन्तिम चरणबाट कृपया अर्को साल तपाईँ हामी भेटिन्छ भेटिँदैन तसर्थ सम्पूर्णले नाचेर साथ दिनुहोला, ताली बजाएर साथ दिनुहोला। यो वर्ष त हामी तपाईँ एक आपसमा एकदमै रमाइलो सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू मिलेर मनाउन सफल भयौँ र सम्पूर्ण किरण राई यायोगका क्षेत्रीय समिति रियासतका सम्पूर्ण टिमहरूलाई यति ठुलो कार्यक्रम आयोजना गरिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो वर्ष तपाईँहरूले त्यति साथ दिनुभयो, सायद आज यो हलमा 700-800 जनाभन्दा बढी छौँ हामी, हो कि होइन? हो। उहाँहरूको अन्तिम समापन आज हुन गइरहेको छ।
बाटो ढाले रेट